नमस्कार सम्पूर्णमा। आज म तपाईहरुलाई सिद्धिचरण श्रेष्ठको बारेमा बताउन गइरहेको छु। सिद्धिचरण श्रेष्ठ नेपालको प्रसिद्ध कवि साहित्यकार हुनुहुन्छ। उहाँको जन्म 1939 साल जेठ 9 गते ओखलढुङ्गामा भएको थियो। उहाँ सानैदेखि मिहिनेती, इमानदार र साहसी स्वभावको हुनुहुन्थ्यो। उहाँ सानैदेखि समाज, प्रकृति र मानवका भावना बारेमा लेख्न मन लाग्थ्यो र देशका बारेमा पनि लेख्न मन लाग्थ्यो। सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा धेरै ठूलो योगदान दिनुभयो। उहाँका कवितामा देशप्रेम, स्वतन्त्रता र मानवता र न्यायको भावना पाइन्थ्यो। उहाँले समाजमा भएका अन्याय, अत्याचार विरुद्धमा कविता, किताब लेख्नुहुन्थ्यो। त्यसैले उहाँका कविता जनताहरूले धेरै मन पराउँथे। उहाँले लेखेको ओखलढुङ्गा कविता निकै प्रसिद्ध छ। यस कवितामा उहाँले आफ्नो जन्मस्थानबारे माया व्यक्त गरेको बताउनु भएको छ र उहाँका शब्दहरू तर धेरै मिठा र अर्थपूर्ण छन्। उहाँलाई नेपाली साहित्यमा युग कवि भनेर पनि चिनिन्छ। उहाँ रचनाले धेरै नेपाली साहित्यलाई प्रेरणा दिएको छ। उहाँको लेखाइले धेरै मानिसहरूलाई असल काम गर्न सिकाएको छ। विक्रम सम्वत 2049 सालमा उहाँको निधन भयो। तर उहाँका कविता र विचार आज पनि नेपालीहरूको मनमा छन् र सिद्धिचरण श्रेष्ठले नेपाली साहित्यका चम्किला तारा पनि भनेर चिनिन्छ, जसको नाम सधैँ सम्मानका साथ सम्झिने गरिन्छ। हस्त, धन्यवाद, नमस्कार।